चाहिँ आज हाम्रो कम्युनिटी भिजिट गराउँछ है हजुरहरूलाई। यो चाहिँ मेरो सबैभन्दा फेभरेट ठाउँ हो कि बुढी आई लभ यु। मैले बनाइदिएको रात दरबारबाट बाहिर निस्क्यो होला। गुड मर्निङ एभ्री वान। हामी चाहिँ अब उठेर मर्निङ वक जानु लाग्यो अनि म चाहिँ आज हाम्रो कम्युनिटी भिजिट गराउँछ है हजुरहरूलाई। अनि हामी मर्निङ वक कहाँ जान्छौँ भनेर पनि देखाउँछु। हजुरलाई चाहिँ के भयो? रिसाउँदै आउनुभयो त। बोल्नै मन लागेन है, कति घाम पर्यो। एन्टी परेर भूत जस्तो देखिन। यो चाहिँ हाम्रो कम्युनिटी भयो। अनि त्यहाँ चाहिँ हाम्रो घर थियो। यो चाहिँ हाम्रो नेपाली अङ्कलको घर हो, नजिकै छ त्यो। यो चाहिँ हाम्रो घर भयो होइन, यो वाला चाहिँ हाम्रो घर भयो। अनि यहाँ चाहिँ अङ्कलको घर छ। केशव शर्मा अङ्कलको घर हो। अङ्कलको घर नि गलकोट हो नि। त्यही त अङ्कल सब्सक्राइब गर्नु है। कृषाल त गर्नुभएको कि। सो अब हाम्रो कम्युनिटी चाहिँ यो भयो। कस्तो राम्रो फुलहरू फुलिरहेछ कि अब स्प्रिङ सुरु भयो नि त। आई डोन्ट नो, यो पैयोङ जस्तै छ तर पात के हो मलाई थाहा छैन। मेरो सबैभन्दा फेभरेट ठाउँ चाहिँ यो हो के। किनभने कस्तो राम्रो छ हेर्नु न। यो घर अनि अहिले त झन् के अरे यो सबै बुटामा फुल भएर कस्तो राम्रो देखियो होइन। यो चाहिँ मेरो सबैभन्दा फेभरेट ठाउँ हो कि। यहाँ बस्न स्विङ छ, स्विङ पनि खेल्न पाइयो। हुन त यहाँ कम्युनिटी वरिपरि हिँड्दा यत्तिकै नै रमाइलो छ। त्यही पनि सबैभन्दा रमाइलो चाहिँ मलाई यहीँ लाउँछ। अझ अर्को रिजन नि छ कि यो स्विङ भयो होइन। अनि यहाँबाट यसरी लेकको भ्यू हेर्न पाइन्छ। मजाले आनन्द हुन्छ। अब हामी यहाँबाट चाहिँ लेकमा जान्छौँ यतातिर। लेकमा त तर बर्खामा के अरे सर पनि आउँछ भन्छ नि। स्प्रिङमा त सबै खाली जस्तो छ। यिनी भाइ उड्ने हाँस हुनु थाहा छ। फुरुरुर उड्छन् के। कताबाट जाने हो? ए यिनी उड्छन्, अहिले बसिरहेछन्। तर यिनी दुइटा हाँस त जोडी हुन्छन् होला होइन। भनेको त्यहाँ एउटा बिजोडी होइन, त्यो त उस होइन, बकुल्लो होइन। यहाँ चाहिँ यो बस्ने ठाउँै होला खोइ यो यस्तो छ। अनि मलाई त्यही फुलै मन परेको। तपाईँ कहाँ जाने हो? मर्निङ वक आएको होइन हिँड्नु न। मर्निङ वक आउँदाखेरि मोबाइल चलाएर बस्ने भनौँ भने मै भ्लग बनाउँदैछु आज। कहाँ छ हेर्नु न कति राम्रो फुल। के वाउ, तपाईँ त्यो फुल टिपेर मलाई प्रपोज गर्नु त खै कसरी गर्नु हुँदो रहेछ। खै मेरी मुटुकी टुकुरी त्यस्तरी बुढी, तिमीले मलाई के भनेर रोज्यौ? यो संसार रोजेको त मैले हो, टाढा नभाग न बुढी। ए बुढी आई लभ यु। मेरी मुटुकी टुकुरी। थ्याङ्क यू, आई लभ यु टु। ओ हेर न कस्तो हाँस। ओके हाँसको बच्चा खेलिरहेछन्। तर केशव अङ्कलको घरबाट कति राम्रो भ्यू गएन। उडा त एकचोटि। अङ्कल ठ्याक्क त्यो घर हो यहाँ पछाडि चाहिँ लेक छ। What do you mean by वहाँ
उहाँ दौडिनु भयो दौडिनु त म त सक्दिनँ तन्देरी त तन्देरी नै हुन् भर्खरै स्विट 24 प्लस कसरी उड्छन् कता गए उडेर उता गए वाउ फुल र मान्छे एउटै छन् है म त यस्तो कम्प्लिमेन्ट त मैले फेरि खतरा दिन्छु नि त फेरि यस्तो नि छ कि यो चरालाई घर हो नि ए अर्को नि छ कि यहाँ देख्नु भएको छैन होइन ऊ यहाँ नि भनेर खै ए ऊ यहाँ रहेछ है चरा आएको घर फेरि तर यो चाहिँ आर्टिफिसियल लेक हो कि मान्छेले बनाएको लेक हो यहाँ मसिन रहेछ ऊ वहाँ त्यही बिच बिचमा पानीको बबल त्यहाँनिर चाहिँ पाइप होला क्या होइन त्यो उस गर्ने यो त पुरानो है यो पुरानो है यहाँ त यस्तो भिज के भन्छ यो खोल्छो जस्तो यहाँ राति बुताउँछ आएर नआउँछ क्या हुन्न यो चाहिँ यहाँ बसेर यसरी लेक हेर्ने ओ अब हाँस बकुल्लाहरू निस्के अब यिनीहरू उड्न सक्छन् क्या उड्न होइन त्यसलाई बकुल्लो भन्दैन कि यो उल्लु हो सो अब ढिला हुन लाग्यो मेरो पतिदेवलाई काममा जान म छिटो छिटो हिँड्छु यहाँ अर्को फुल नि छ स्प्रिङ त स्प्रिङै हो क्या यहाँ त फल पनि राम्रो देखिन्छ तर कति राम्रा पुल छन् काठका पुल जे कुरा नि यहाँ कस्तो सेफ्टीका होइन यस्तो चाहिँ बनाएकै हो नि यो बार यो यो के यो साइडको चाहिँ बनाएकै हो नि क्या होइन पुलमा के हाम्रोमा ढुङ्गेसम्म हुन्छ नि त के हुन्छ नि त साउ मात्रै हुन्छ यहाँ त यस्तो के भन्छ साइडको समात्ने नि भन कहाँ हुन्न के अबि छ खुबै हे यता मोड्दियो ए यहाँनिर त फुल नि लाएर छ नदै जम्हिना कलकत्ता ओडौली दुपट्टा कति राम्रो यो घरहरू कति राम्रो छ क्यान यहाँ घर छ यहाँ लेकको भ्यू छ अन्त हाम्रो अङ्कलको घर नि राम्रो छ यो अङ्कलको घर भयो यो लेक भयो यो अङ्कलको घर भयो यो लेक भयो के छ अङ्कल मैले घर यति देखाएको छु हजुरले जसरी भए पनि यो भिडियो पुरा हेर्नुपर्छ हेर्नु हजुरको घरको अगाडिपट्टि पनि देखाएको छु पछाडिपट्टि पनि देखाएको छु जानुका मामालाई उठाउनु अरे 9 बजे त उठिसक्नु हो क्या ए होइन कि फोन हान्नु न फोन हान्नु यो भलकमा यिनी पनि छिन् है म मात्र छैन
के हामीले एउटा नि कोइरम देखेनौँ है अहिले अह कोइरम ऱ्याबिट यहाँ आउँदा रहन्छ नि आउँछ नि तर देखिएन यहाँ रहेछ अर्को मिसिनी पानीको बकुल्लोहरू बच्चा त्यहाँ खेल्नुसम्म खेले त्यहाँबाट घाम तापे जिन्दगी त यिनीहरूको पो छ त कति धेरै छ नि यहाँ तर कसैले केही नगर्ने केही लाइन के गर्ने त आऊ 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 मैले बनाइदिएको राजदरबारबाट बाहिर निस्क्यो ल राजदरबारै हो अब सक्यो है यहाँबाट सुरु गरेको यहीँ आइयो एक राउन्ड लाग्यो यहीँ आइयो जताबाट गए पनि त्यही चाहिँ यहाँ कताको पानी चाहिँ आउँदो रहेछ कि कुन ए यो त्यो पानी सानी परेन त्यो घरबाट ऊहरू आएको हुन्छ है त्यो त्यो हो कहाँ आउने उयो बाटा आउने पानी हो कहाँ पानी आएको बेला यताउति त्यस्तो सकिएपछि सुरुमा गरेको भए पो अर्थ केही भने छैन भए मेरी टुकुरीलाई के भन्दा खै हेर्नु है ए चरालाई घर यसरी मर्निङ वक भ्याएर आयो लेक ग्राउन्ड लाएर अनि यहाँ आयो एकछिन बस्यो स्विङमा मजाले स्विङमा बस्दै एकछिन चाहिँ गफ गर्छौँ सुख दुःखका त गर्दैनौँ भयो बिहान बिहान किन दुःख गफ गर्ने र होइन अरे होइन होइन त्यस्तो गफ गर्दैनौँ जानु होइन अनि यत्तिकै नो 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 कहिले नै सिरियस हुने मान्छेले होइन उहाँ चाहिँ कहिले सिरियस हुनुहुन्न त्यही भएर हामी यतिकै फन्नी कुरा गरेर बस्छौँ अनि त्यही हो सो अब हामी घर पनि जानुपर्छ खाजा खाएर उहाँको चाहिँ काम छ 10 बजे मेरो नि काम त छ तर म 2-3 दिन जान्छु आज चाहिँ काम छैन कि सो अब चाहिँ हामी घर जाउँ है ल यो कम्युनिटी भयो अब हामी फर्कियौँ हामी खास चाहिँ पलक किन बनाएको भनेपछि यो फलको चाहिँ यो चाहिँ एकदम सुन्दर फुलहरू फुलेको हुनाले बनाएको हुनाले अब हाम्रो चाहिँ कम्युनिटीमा चाहिँ हामी कहिले पनि भिडियो चाहिँ बनाएको थिएनौँ त्यो भएको हुनाले एकचोटि चाहिँ मेमोरीको लागि बनाऊँ भनेर चाहिँ हामीले आज चाहिँ बिहान बिहान उठेर वाइ नट लेट्स डु इट भनेको भलाकर त जङ्गिहाल्नु भने हिजो राति आएर रातभरि सुत्नु भएन यस्तो भिडियो बनाउँछु भन्दै लास्ट टाइम मलाई थमाइदिएर मान्छे अघि हिँड्नु भएको छ होइन द्याट्स गुड यस्तो हुन्छ नि भन्नेला भन्ने त्यहाँ छ्यादी यो भाइ ठ्याक्कै मलाई पयौँ जस्तै लाग्यो कि ठ्याक्कै होइन हेरौँला त यो पात आएपछि डिटो कपी होइन ढिलो भयो अब काममा जानुपर्छ नत्र जान्थे केशव अङ्कलको नि काम होला आज पक्कै आइतबार काम त 10 बजी हो नि त्यही भएर जब मैले चाहिँ के देखाउँछु भने चाहिँ अङ्कलको घरदेखि हाम्रो घरको डिस्टेन्स देखाउँछु है यो अङ्कलको घर अब चाहिँ हामी चाहिँ यसरी आउँछौँ क्या दिनतिर
दिँदैन त आउनु मारे धेरै टाढा छैन हिँडेर भिडियोग्राफर नदेख्ने यसमा राम्रो फुल्छ तर अलि टाइम लाउने हो क्या त्यसलाई यो झरेपछि तिनी फुल्ने आइछन् कि तिनी त्यो रुखका यिनी त अब लगभग झर्नेवाला भइसक्यो नि हेर्नुहोस् अनि यस्तो अब थकाइ पनि ल मेरो फरारी भन्ने मै फरारी यो चाहिँ हाम्रो फरारी हो है किन फरारी अनि टोयोटा क्यामरी हो हाम्रो फरारी नै हो त्यहाँ त खतरा गाडी हुन्न यो अर्को फरारी